चसेस भयो यार। सो फाइनली म चाहिँ रेडी भइसकेको छु अनि म चाहिँ आज हस्पिटल जानु लाग्यो भरतपुरतिर। अनि म मेन भरतपुर जानुको रिजन चाहिँ के भन्दाखेरि चाहिँ यो मेरो टाउको जुन धेरै दुख्छ कि आजकल लास्टै पहिला पुरानो दुख्थ्यो अनि चस्मा लाउँथेँ। म पहिला चस्मा नै थिएँ अनि त छोडिदिएको थिएँ अनि अहिले फेरि त्यो चस्मा लाउनु पऱ्यो है के पनि टाउको अति दुख्नु थालेको छ। हिजो नजिक गएको थिएँ उसले अब रिफर दिएर भरतपुर जा भने आँखा चेक गरेको भनेर अनि त्यो आँखाको कारण टाउको दुख्नु के हुँदो रहेछ कि। सो त्यही भएर म आज जाँदैछु भरतपुरतिर। मम्मी र म दुईजना जाने हो। म चाहिँ रेडी भइसकेको छु। जुत्ता देखाइदिनु। वाउ। सो गाइज अल चाहिँ हाम्रो चिया खाने टाइम भइरहेको छ है। अनि हामी चाहिँ आज चिया खाउँ है होइन घडी देखाउनु लाग्यो यस्तो टक्क। हामी चाहिँ 6 बजी जाने भनेको गाइज यहाँ 6 2 3 कति बजिसक्यो चिया दिनुको हो। सो फाइनली गाइज म चाहिँ आइसकेको छु है। अनि ड्राइभर भएपछि त भिडियो गराउनु नमिल्ने कि मम्मी हेर्नु कहाँ सही हिँड्नुभयो अगाडि मभन्दा अगाडि। फाइनली गाइज टोकन चाहिँ लिइसकेको छौँ है। अनि अब पुरा घाम लाउनु थालिसक्यो अनि गर्मी पनि भइरहेको छ। म फेरि पुरा दुइटा चेन्ज खोलेर बसिरहेको छु कि यसको पनि चेन्ज खोलेर चेन्ज होइन हो चेन खोलेर बसिरहेको थिएँ। अनि मम्मीले पुरा पाखे जस्तो देखियो भनिदिनु भयो तेरो यो एउटा चाहिँ खोल्न पर्ला यसलाई खोलेर राख्नु पर्ला गर्मी पनि हुन्छ। अब के हुन्छ चेकिङ हुने पालो छ। हाम्रो स्कुटी त पार्किङमा छ यत्तिकै हिँडिराख्दैछु गाइज। चोरी त हुनु होला नि होइन फेरि राम्रो देखेर चोरी हानिदिनु हुन् कि म। चस्मा किन्ने मैले लगाएर हेर्नु हो मम्मीले। ओके एउटा लिन्छ कागज। खोइ त सो फाइनली गाइज आई एम चस्मिस नाउ। आमा छोरै चस्मिस। सो फाइनली गाइज अहिले चाहिँ हाम्रो सबै काम भइसकेको छ है। चस्मा लाएर र अब सबै काम कम्प्लिट भइसकेको छ। अनि हाम्रो मम्मीले राइड हान्दै हुनुहुन्छ अहिले चाहिँ टक्क लाएर। चसेस भयो यार गाइज। पाउडर फ्रीको पाउडर। सो फाइनली गाइज अहिले चाहिँ म घर आइसकेँ है। अनि आएर यसो कपडा पनि फेरिसकेको छु। अनि अब बिहान चाहिँ हस्पिटल गएको थिएँ आँखाको कारणले मतलब टाउको दुख्ने भएर। अनि आज चाहिँ जस्ट टाउको दुखेको छैन। अरू बेला चाहिँ बेलुका भएपछि टाउको दुख्नु थाल्थ्यो। अनि अहिले चाहिँ अब चस्मा लाएर होला टाउको चाहिँ दुख्न कम भएको छ। बट टन्सिल भइदियो अहिले आएर फेरि पुरै घाँटी दुखिरहेको छ है। बोल्न पनि अलिअलि गाह्रो भइरहेको छ। अब तातो पनि तताएर खानु पऱ्यो। एउटा चिजले छोड्दैन त्यही। सो यता चाहिँ हाम्रोले पान तताइदिए हुन्छ है। जोस् मम्मीले चाहिँ कुरा बुझ्नुहुन्छ कि जोस् माया गर्नुहुन्छ कि। आमा भन्ने शब्द त्यसै बयानै गर्न आउँदैन मलाई नत्र गरिदिन्थेँ। अहिले बोल्नु पनि कस्तो के तपाईँले के भन्नु म त्यही गरिदिन्छु ल। तपाईँलाई शीतल चाहिएको छैन होइन ल शीतल बनाउनु। दोकानमा रक्सी खाने मान्छे आयो शीतल छैन म शीतल बनाइदिन्छु मम्मीको लागि। अब टक्क कुखुरा लिएर आएको थिएँ भर्खर। अनि अब एक कुखुरा बनाउनु लागि छ। हजुर भात त्यहाँ खाने टन्सिल भयो घाँटी दुखिरहेको के खाने अब हुन्छ हल्का पकाउनु न ठिकठाक किसिमको। म चाहिँ अब खुट्टाको बनाउँछु शीतल। सो गाइज अहिले चाहिँ पुरा राति भइसकेको छ। अनि म चाहिँ घर आइसकेको छु है। अनि दिउँसो चाहिँ हस्पिटलबाट आएर अनि कपडा खोलेर यत्तिकै फालेर हिँडेको थिएँ। अनि बिस्तारै पुरै कपडै कपडा भएको छ। अनि यता पनि अझ हिजोको कपडा जुन घर बस्दा लगाएको थिएँ त्यो यत्तिकै छुट्टै। अब भोलि फेरि कपडा पनि धुनुपर्छ जस्तो छ। हेर्दाखेरि आज फोहोर भएको चाहिँ पुरै धुलो चाहिँ। तर जस चस्माको एउटा काम चाहिँ गर्दा चाहिँ धुलो छैन काम। अनि टाउको पनि देखेको छैन आज त। आनन्द भइरहेको छ। अब एडिट गर्नु पर्ला। अनि यस्तै एडिट गर्दा डाक्टरले डाइरेक्ट सोधेको थियो मलाई स्क्रिन टाइम कति छ भनेर। मैले धेरै मोबाइलहरू युज गर्छु नि त। अनि त्यही भएर हो चस्मा लाउनु परेको मेन चाहिँ। सो अब एडिट गर्छु म चाहिँ मस्त लाएर। अनि त्यही हो आजको लागि यति नै। भिडियो मन पऱ्यो च्यानल सब्सक्राइब लाइक गर्नुलाई बाई।